कपाल फर 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 हावाले एउटा हिरोनी जस्तो देखि गिली त सुँगुरको कति घाका भन। हेलो साथीहरू, सेवा नमस्ते, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म चाहिँ निरुता राई अनि म चाहिँ यसो कहिलेकाहीँ भ्लग गर्ने गर्छु। अनि यता चाहिँ मेरो मम्मी हुनुहुन्छ। आज चाहिँ हामी आमा छोरी भएर दुईजना बजार जाँदैछौँ। किन भन्नु त मम्मी, भन्नु न हौ। सामान किन्नु अलिक मम्मी अलिक भन्न अलिक लजाउनु भयो। किनभनेदेखि हामी सुँगुरको चारो किन्न जाँदैछौँ। चारो होइन, सुँगुरलाई दाना। अनि झोला पनि टन्नै बोकिराखेको छौँ। बजार जाँदाखेरि अरू मान्छे चाहिँ रित्तो झोला लिएर जान्छ होला कि, हामी चाहिँ यहाँ भरिपूर्ण झोला अहिले नै बनाएर हिँड्दैछौँ। तर यो चाहिँ यहाँ बाटोमा छोड्नुपर्ने चाहिँ यहाँ हल्का लुगाहरू छ, टेलरसँग पस्दै हिँडेको। अनि हामीले चाहिँ यस्तो गर्मीमा छातै ल्याउन बिर्सेछौँ। किनभनेदेखि यहाँ चाहिँ हावा चलिरहेको छ। हावा चल्दाखेरि मम्मीले चाहिँ के भन्नु, हावा चलिरहेको छ घामले पोल्दैन अरे क्या। किन भनेको छाताको माया लागेर त्यसो भन्नुभएको रहेछ क्या। हावाले चाहिँ छाताको कराङै भाँचिदिन्छ, अर्को नयाँ किन्नुपर्छ भनेर। र मम्मी कम त बाठी हुनुहुन्छ। एउटा पैसा त दिँदैन छाता किन्ने, अनि बल्ल किनेको, अनि कराङ भाँच्यो भने कसले किनिन्छ? होइन एउटा खान्छ नि। बोल्नेको पिठो पनि बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन भन्थ्यो हाम्रो मम्मी। त्यस्तै पर्नुभयो क्या, बोलेर नै जितिदिनु भयो क्या। अनि म पनि ल नि त भनेर हिँड्दै घाममा। अनि यो चाहिँ यो लुगा चाहिँ मैले आज मम्मीको लगाएर हिँडेको। खासमा मैले लुगा लाउने भनेको मम्मीले अगाडि नै लगाइहाल्नु भएछ क्या। अनि म राम्रो बनाइ हिँड्नु भनेको मम्मी पनि राम्रो बनाइ हिँड्नु भएछ। अनि फेटा चाहिँ किन कसेको भन्छ, कपाल उडाएर अरे मम्मीको सिलिक्क परेको कपाल फर 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 हावाले एउटा हिरोनी जस्तो देखिन्छ भनेर क्या। अनि त्यही हो, हामी चाहिँ बजार जाँदैछौँ सुँगुरलाई दाना किन्नको लागि। अब एकछिनमा फेरि भेटौँ है त, एकछिनमा फेरि देखाउँछु। बजार जाँदै गरेको, जाँदा दिनीको घरमा बसेको कि कस्तो राम्रो फुल फुलेको रहेछ। म देखाउँछु ल, हेर्नु न कस्तो राम्रो फुल फुलेको यसको। आमामा हेर्दा चाहिँ कस्तो घोच्छ छ, तर राम्रो नै राम्रो छ। कस्तो नरम रहेछ। दिनीको घरमा ओखलीमा पनि यसरी फुल रोपेर, बाफ रे बाफ के खतरा हौ। मम्मीसँग बजार आएको, मलाई मकै किनिदिनु भयो। यो चाहिँ मम्मीले आफ्नो लागि किन्नु भएको मकै। मलाई चाहिँ यो मकै, मम्मी तपाईँको मकै लिनु। तर मम्मीको हातमा चाहिँ भरि भराउँछ नि त सामान। मम्मीसँग बजार आउनुको फाइदा यही हो। बाउ आमाको लागि छोराछोरी कहिले पनि ठुलो हुँदैन रहेछ नि त। त्यही भएर मैले ललिपप पाएँ। है ललिपप, आज मैले ललिपप देखाएको गर्ने हो भिडियोभरि नै। किनभनेदेखि यो मैले फर्स्ट टाइम देख्दैछु। अलिक गिली त भएको छ। म यसलाई घरमा फ्रिजमा राखेर दोहोरो बनाएर खाने हो क्या। म भन्दा राम्रो त यो माथिको सिनहरू नै आइरहेको छ हौ। म धेरै गलेर यहाँ भुइँमा फ्याक्क बसिरहेको छु। गाडी परिरहेको क्या। बर्खेडाँडा बजार गाडी नै आएको छैन है, रोड खाली छ। म टुक्रुक्क बसिरहेको छु। गाडी कति बेला आउने हो थाहा छैन। बल्ल टेम्पो आयो हौ। कति पर्खिँदा घामले पोलेर उस्तै फेरि। अनि अघि पनि एउटा टेम्पो आउनु त आएको थियो, तर त्यो टेम्पोले चाहिँ लगिदिएन क्या। यत्रो बोरा रहेछ भनेर यो टेम्पोलाई चाहिँ भनेर अनि लगिदिन भन्नु भएन घरैसम्म। यति भएपछि त अलिक सजिलो भयो नि त होइन, घरैसम्म पुऱ्याइदिन्छु भनेपछि त। नत्र भने त फेरि बोक्नु पर्थ्यो क्या घरसँग पुऱ्याउनुको लागि चाहिँ। अलिकति भन्दा नि 15-20 मिनट जति। अनि त्यसपछि अघि चाहिँ हिँड्दै आएको, अहिले त टेम्पोमा हावा खाँदै है घर फर्केको। कस्तो आनन्द आयो क्या। फाइनल्ली घर पनि आइपुग्यो। यो चक्लेट देखाएको थियो होइन मैले अघिदेखि। अनि कस्तो झिगाले खाइदिएको मैले भन्दा अगाडि। अहिले भर्खर चटपटे खाएको क्या, अनि पिरो भयो। अहिले यो चक्लेट म फ्रिजमा राखेर मात्रै खान्छु भनेको थिएँ, पिरो भएर अहिले नै खाएँ म त फ्रिजमा नराखिकन। मिठो छ। मम्मी र बाबा चाहिँ नि हाम्रो फुलमा चाहिँ के को गुड थियो मम्मी, त्यहाँ के को गुड थियो? अनि कोकोले खाइदिएको। हाम्रो फुलमा चाहिँ जुरेलीको गुड थिएछ, अनि कोकोले खाइदिएछ क्या। अनि मम्मीले कोकोले खेदाउनु रहेछ, मम्मी र बाबा मिलेर।
भुजिया पनि मकै दाँत पनि राख्छ त कति खाएको भएर सिजन आएर दरो बनाएर खाऊँ भनेको चिसो सक्यो अरे नि त्यही हो मेरो भ्लगमा त्यस्तै हेर्नुपर्ने त्यस्तो इन्ट्रेस्टिङ खालको त केही पनि छैन त्यही पनि अहिलेसम्म मेरो भ्लग हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि अब आउने मेरो भ्लगहरूलाई पनि यसरी नै माया गरिदिनु होला अनि मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु छैन भने प्लिज सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला लाइक पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला थ्याङ्क यू